जाने हैन त नेपालगञ्ज 2x1 सोफा स्लिपर गाडीमा अब हजुर एक्लै जाँदै हुनुहुन्छ भने चाहिँ हजुरको लागि एक्लैको पनि स्लिपर बन्दोबस्त गरेछ भनेपछि इफ तपाईँ कपल हुनुहुन्छ भने हजुरको लागि कपलमा प्राइभेसीदेखि लिएर सबै कुराको मेन्टेन छ हैन। टक्कसँग 2x2 स्लिपरमा जान सक्नुहुन्छ, दुई जना गरेर हैन, चारजना मजाले सुतेर जान सक्नुहुन्छ भनेपछि तपाईँको प्राइभेसीको लागि हेर्न सक्छु टक्कसँग यो ढोकादेखि लिएर सबै कुराको बन्दोबस्त गरेछ हैन। अब त्यहाँ चाहिँ मजाले सुतेर जान सक्नुहुन्छ। अब स्लिपर खोज्दै हुनुहुन्छ भने तपाईँले एकजना या दुईजनाको लागि स्लिपर भइ नै हाल्यो। अब सँगसँगै सिट खोज्दै हुनुहुन्छ भने चाहिँ हजुर एक्लै हुनुहुन्छ भने हजुरको लागि एक्लैको पनि सिट छ भनेपछि तपाईँले दुईजना हुनुहुन्छ भने चाहिँ हजुरको लागि दुईजनाको लागि पनि सिट छ हैन। अब तपाईँले जस्तै फ्यामिली मेम्बरसँग ट्राभल गर्दै हुनुहुन्छ या कोही कपल हुनुहुन्छ, साथी हुनुहुन्छ भने पनि तपाईँले मजाले बसेर जान सक्नुहुन्छ। थप फेसिलिटीहरू भन्नु पर्दाखेरि टक्कसँग सिटमा बस्नु, चार्जिङ पोर्टदेखि लिएर सबै कुराको बन्दोबस्त गरेकी छ भनेपछि तपाईँले गोमाइको एपमा आजै गएर टिकट काट्न सक्नुहुन्छ। सो डाउनलोड गर्नुहोस् गोमाइको एप, जुन चाहिँ प्ले स्टोर र एप स्टोर सबैमा एभाइलेबल छ हैन। अब फ्यान भइहाल्यो, एसी पनि सेन्ट्रलाइज सिस्टम, एसी सिस्टम छ, मजाले हावा लिली आउँछ हैन। जब गर्मीको मौसम आइसकेछ भनेपछि छेउमा हेर्न सक्छु सबै सिटमा चाहिँ तपाईँले के छ भने झ्यालको पनि बन्दोबस्त गरेछ। अब कहिले किनभने पहाडको बाटोमा मजाले हावा खानु पऱ्यो बाहिरको भन्यो भने तपाईँले मजाले झ्याल खोलेर हावा खान सक्नुहुन्छ। अब एसी त भइ नै हाल्यो हजुरलाई कुलिङको लागि भनेपछि तपाईँले 2x1 स्लिपरदेखि लिएर 2x2 स्लिपर पनि हेरिसक्नु भयो। सो टक्कसँग डाउनलोड गर्नुहोस् गोमाइको एप हैन। त्यहाँबाट तपाईँले 2x2 सिट पनि काट्नु छ भने यसमा फेरि 2x2 को पनि सिट बन्दोबस्त छ है। टक्कसँग दुईजना यतापट्टि हैन, अब दुईजना यतापट्टि पनि छ है। सो टक्कसँग जुनसुकै सिट पनि मनपर्छ भने हजुरलाई गोमाइको एपमा जानुहोस्, मजाले बुकिङ गरेर रोजेर छानेर बुक गर्न पाउनुहुन्छ। सिंगल स्लिपर पनि सिंगल, डबल स्लिपर सबै कुरा बन्दोबस्त छ। आजै गरेर डाउनलोड गर्नुहोस् गोमाइको एप, सिट बुक गरेर यात्रा गर्नुहोस्। धन्यवाद।